गाई झापाली केटीहरू चाहिँ यता छ है सबैजना उसै काठमाडौँदेखि आएको होइन हाम्रो सुनवर्सी मेला गर्नको लागि। ओ भैया यो के हो? यो कालो कालो के हो? हेलो गाइज, स्वागत छ तपाईँहरूलाई मेरो अर्को नयाँ भिडियोमा। अनि सबैजना सन्चै आरामै हुन्छ होला, म पनि सन्चै आरामै छु र सबैजनालाई 2082 सालको धेरै धेरै शुभकामना। अनि अर्को कुरा 2081मा सुख दुःख सबै बिर्सेर 2082मा राम्रोसँग जिउनु होला होइन, खुसियालीको साथमा रमाउनु होला, जिन्दगी सुखको साथमा जिउनु होला। अनि आज रहेको छ हाम्रो सुनवर्सी मेला वैशाख 1 गते 82 सालको र हामी जाँदैछौँ सुनवर्सी मेला, म अनि मेरो भाइ। अच्छा कहीँ निको केटो मेला काठमाडौँदेखि आएको मेला गर्नको लागि उसै काठमाडौँदेखि आएको होइन हाम्रो सुनवर्सी मेला गर्नको लागि। अनि सो हामी सुनवर्सी मेला जानेछौँ, के कसो कन्टिन्यू हेर्दै गर्नु होला, भिडियोलाई अन्तिमसम्म मजा आउनेवाला छ। सो देश विदेश कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला होइन। आज चाहिँ सुनवर्सी मेलामा मजै आउनेवाला छ, भिडियोलाई अन्तिमसम्म हेर्नु होला। लेट्स गो। तो चलिए शुरू करते हैं। फाइनली गाइज हामी सुनवर्सीमा आइपुग्यौँ, हेर्न सक्नुहुन्छ। अनि हामी 3 जना मात्रै छौँ, 2टा केटा अनि म। हामी 3 जना, यसपालि केटाहरू छैन क्या, 3-4 जना मात्रै छौँ। कस्तो लाग्दैछ त अनि केटाहरूलाई मेला? मेला खेल्नु लाग्दैछ। किन? पहिलो चाहिँ मेला रहेन रहेछ जस्तो सोचेछ त्यस्तो हो। यहाँ छ हाम्रो केटीहरू। दाँतमा चाहिँ लिने खाली फेरि खतरा बेचत हालिदिन्छु नि म त फेरि। ल अनि कस्तो लाग्दैछ त मेला? मेला कस्तो लाग्दैछ? एकदम राम्रो। कतिवटा केटा पठाएको? कतिवटा केटा 4-5 दिलो आउँछ, घटा आउँछ। अनि यता झापादेखि होइन गाई, झापाली केटीहरू चाहिँ यता छ है सबैजना। सबैले आफ्नो नाम भन नि त। मेरो नाम चाहिँ खुसीराज हो। क्या राम्रो नाम तिम्रो के साह्रो लजाको तिमी। हाय हाय इतना सुकून। अनि यता एकजना छ होइन, मलाई चाहिँ फेरि झापाली लास्टै मनपर्छ नि त। बड़ा हरामी हो बेटा। मिलाइदिनु कि नै नाम मलाई एउटा। के चिन्छौ? ब्लगर छौ? अनि एउटा कुरा सोध्छु, थाइल्यान्डको चस्मा हेरेको? अरे कहना क्या चाहते हो? कल्पनाले हेऱ्यो होला होइन, थाइल्यान्डको चस्मा हेरेको छैनस्? गजब बेइज्जती है। टाटा बाई बाई। सो गाइस होइन, रमाइलो भयो। रियल हो कि प्लास्टिक हो? वाउ क्या दामी। आन्टी यो कसरी हो? 180 अरे। 180 कति महँगो यार। तर प्लास्टिक हो गाइज, प्लास्टिक के को भन्दै त? प्लास्टिक हो। कसको लागि लाने हो तिमी? मेरो लागि। कति दे एउटा? म के गर्नु, म लाग्दैन। छैन मसँग 1000 को छ निकाल्नु। कहाँ दिन्छ अरू? 100 रुपियाँ मात्र छ। मेरे को तो ऐसा धक धक हो रहा है। मेरे को भी हो रहा, देखिए ना।
मौसम तो ऐसा लग रहा है दिल गार्डन गार्डन हो रहा है। बहुत मजा आ रहा है यहाँ पे। क्या लबे सीरी सा लग रहा है दिल गार्डन गार्डन तो। पहुँच दो इंडिया से आए हो आप, इंडिया से। कैसा लगा हमारा सुनबर्सी? बढ़िया। खोइ के हो रसगुल्ला जस्तो छ। ओ भैया यो के हो? यो कालो कालो के हो? यो 150 रुपियाँको पाउ होइन के हो यो? कालो जाबु रसभरी? रसभरी कालो जाबु। मैं तो कुछ और ही समझ रहा था। कालो कालो हेरेको होइन? जामुन अरे रसगुल्ला भन्नु रसगुल्ला। अभी मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना। कालो जामुन कहाँ हो त्यो? जामुन भनेको अर्कै जाति अर्को। ये हेरेको म ठिक लाग्यो के नामका जस्तो मलाई त हेरेको थिएँ। विजयले भन्नु म पनि चल्दिएको। सोध्नु चल्दैन 150 रुपियाँ पाउवा अरे हो। 500 रुपियाँ किलो। कत्रा आउँदैछ मेरो? कता गयो हौ केटीहरू? देख्दिन त, सब केटाहरू मात्र छ त। पालिहरू हरायो क्या हो? छैन त अनि। म त कसैलाई देख्दिनँ झापाली पनि एउटा पनि देखेको छैन। फेसबुकमा त्यत्रो 1 लाख जनालाई पठाएको होइन, यहाँ सुनबर्सीमा मेला लाग्दैछ भनेर आउनु भनेर एउटा पनि झापाली देखिन त हो गाइस। के हो खल्लो छ त यसपालि? कल्लो बनाएको थियो एउटा ढुङ्गामा ओ माथि चढ्न दियो त अहिले। जाउँ न त, माथि चढिरहेको छ त, हामी पनि माथि जाउँ म न त। चढ्दिनँ त, म जान्छु। एकचोटि त्यहाँदेखि हेर्ने अनि चल्नु। कसो बिते तैँले हाँस्न खोजिस् म त हाँस्दैन। केटीहरू हेरि न, त्यही त खोइ त झापालीहरूलाई त्यत्रो पठाइदिएको होइन सन्देश आउनु भनेर, हाम्रो सुनबर्सी मेला लागिरहेको छ कति भनेर। कोही पनि आएन क्या हो? युट्युबर त फेक युट्युबर हो। ल फेसबुकमा हेर्नु त 1K छ त हौ। ए 100K जाउँ न, जतादेखि जान्छ त्यतैदेखि ल। मायाले बोलेको बोली मिठो भो, सुरिलो आवाजको जादु छुट्टै